Bro, happy birthday! Look at you, bro. Hello guys, welcome to my another vlog guys, new vlog on the नयाँ vlog लिएर आइसक्यो guys म चाहिँ अहिले चाहिँ म guys unboxing हान्दैछु दराजको unboxing हान्दैछु तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ मैले Hero 10 को लागि चार्जर मगाएको छु अनि यसको चाहिँ अनबक्सिङ गर्दैछु के कस्तो हुन्छ हेटौडा बजार पुरै खोजेको गाइस कहीँ पनि पाएन हेटौडा हैन पुरै सब छान मारेको चप्पा चप्पा गल्ली गल्ली सब घुमेको कहीँ पनि पाएन अहिले चाहिँ बल्ल बल्ल मैले पाएको छु यसलाई चाहिँ म अनबक्सिङ गर्दैछु अब हेर्दै जाउँ यो भित्र के छ कस्तो कस्तो हुनेवाला छ आजको भ्लग चाहिँ यस्तै हुनेवाला छ गाइस हेर्दिनु होला रमाइलो गरिदिनु होला इन्जोय for battery charger box charging box for 12 11 29 आमा ठिकै बोलायो नि यो कम्पनी चाहिँ दामी छ यो सेट दिएको दराजबाट मगाएको तपाईँहरूले पनि मगाउनु सक्नुहुन्छ प्रोडक्ट राम्रो छ जस्तो लाग्यो मलाई प्याकिङ हेर्दाखेरि डब्बा हेर्दा चाहिँ प्रोडक्ट राम्रो छ जस्तो लाग्यो के आउँछ वाउ नाइस यतिखेर गाइस होइन चाइनिज हातमा पुरै यस्तो भएर कसरी हो यो पछि पाउला डाटा केबल भयो मेन चाहिँ भयो गाइस ओहो ओरिजिनल जस्तो भयो होइन अरू हेरेर नि हेरेस् फिनिसिङ हेरेर राम्रो छ यहाँनिर चाहिँ ट्यापको ब्याट्री हामी 3टा ब्याट्री चार्ज गर्न मिल्छ एकैचोटि चार्ज गर्छु अनि देखाउँछु त्यसलाई यसरी हालेर एउटा 3टा एलसिडी होइन बत्ती बल्छ अब चाहिँ कामको पालो आइसक्यो गाइसहरू टक्क हामीले स्ट्यान्ड यो पुरै खाइसकेको छ कि अङ्कलको चाहिँ स्ट्यान्डको यो स्पोकेट जोडेर टक्क बलियो बनाउनु लागेको स्ट्यान्डलाई यसको अगाडि पुरै स्टिकरहरू हाल्नु छ अब यो फेर्नु छ योहरू यसमा पुरै स्टिकरहरू हाल्नु छ काम हुँदैछ काम भएको हेर्नु तपाईँहरू ल बवाल भयो बवाल स्टिकर लिएर आएर स्टिकरहरू टालेर स्टिकरहरू टाँसेर अनि काम समाप्त हुन्छ छोरो हरिङ हेर्नु त हरिङ हेर्नु ला 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 भाग्यो हरिङ भाग्यो सानो मान्छे के छ सानो मान्छे ड्याडीसँग झम्टेको हेर्नु ड्याडीसँग झम्टेको छोरो अर्को हरिङ आयो बाघ हो चितुवा आयो फेरि अर्को हाम्रो हेर्नु चितुवा पत्लाएको बाघ पत्लाएको चितुवा
तपाईँ के हो इन्द्र हो सिंह राजा रे ए सिंहदरबार सुन्दा तपाईँले टक्क भाइहरू बस्छ होइन म्याचहरू बस्छन् अनि टक्क प्राइजहरू थाहा हुँदैन उनीहरूलाई अनि प्राइजहरू चाहिँ टक्क यहाँ लेखेर राखिदिनु पर्ने हुन्छ हामीले प्राइजहरू जुनमा हेरेँ टक्क होइन सामान यहाँ अर्को सामान मगाएको अर्कै सामान पठाइदिएछ यहाँ बल्ल पाराहरू यस अब नयाँकोसँग हात साथ धुनु पऱ्यो गर्मी छ यहाँ कस्तो गर्मी लागेर अब हात धुन्छु अनि जान्छु सामान लिएर बियोको झन् सामान चाहिँ स्कुटीको सामान मगाएको थियो अर्कै स्कुटीको पठाइदिएको यार त्यही बानी चाहिँ मगाएको नराम्रो लाग्छ थाहै हुँदैन यार कुन सामान बेच्न बस्छ कुन स्कुटीमा कुन सामान लाग्छ कुन स्कुटीमा कुन सामान लाग्छ हुँदैन यार कस्तो छ मिठो छ बाहिर हरिङ लाइन लगेको हरिङ खाना खाएर राम्रोसँग राखेर कति प्लेट हो यो 10 प्लेट टाउ सिधा गर न छोरो टाउ सिधा गरेर खा धेरै कमी थियो ओम नमः शिवायको लाएर अनि मोमो खाने यस्तो हुँदैन नि दोष यार कसले हजुर डेन्जर खाएको त चटपटे मलाई के खुवायो भने चटपटे पानी यसको त बाबा पो आएको छ त है आम्मा लाग्नुपर्ने हुन्छ कामतिर काम भइरहेको छ गाई खत्ता के भयो पिरो भयो पिरो भएर आमाले चाहिँ मोमो चाहिँ खाइरहेको छ आमाले चाहिँ होइन कस्तो बास्ना आएको मलाई नि भेज मोमो खानु मन लाग्यो यार भेज खानु मन लाग्यो मलाई सस त अब अरे बा अबे कस्तो क्यार आएको जस्तो त्यही त अघि नै थिएन कहाँ हो
गाइसहरू हामी चाहिँ टक्क पारामा 3 नम्बरमा बस्दै आराम गर्दै टक्क पारामा चिलमा ढुङ्गामाथि विशाल ढुङ्गामाथि भ्यूहरू मजाको चन्द्रमा पनि आदि देखिरहेको छ बवाल पाराले वहाँ चन्द्रमा आज त आकाशै बवाल तर हामी आउनु लागेको भएर होला दाइ हुनुहुन्छ हाम्रो चाहिँ यहाँ टक्क शिवलिङ्ग बनाउनु भएको छ दाइले डेन्जरमा बस्दा बस्दै पानी र माटोले हामी चाहिँ यहाँनिर टक्क बसिरहेको छ यतिखेर एकछिन रमाइलो गरेर खाइपी गरेर लाग्नुपर्ने हुन्छ टक्क पारामा शिव 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 हरे शिव 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 जय शिव ओंकारा प्रभु हर खाएर सकेर भिडियो चाहिँ लास्टमा भाँडा चाहिँ यहाँ छ छटपटे खाएर टक्क पेट अगाएर चाहिँ बसिरहेको छौँ हामी छोरो चाहिँ ढुङ्ग्रो खानुभयो ढुङ्ग्रो है ए ढुङ्ग्रो त निचे बब्बाल भयो मिठो थियो अन्तिको चटपटे ल साथीहरू हामीले चटपटे आइसक्यो चटपटे कस्तो छ बुढी बब्बाल छ फर्स्ट टाइम आएको बब्बाल लाग्यो मेरो बुढीलाई चाहिँ है अनि हजुरलाई कस्तो लाग्यो चटपटे हामी के दोष कस्तो लाग्यो चटपटे भन्न कस्तो लाग्यो बबाल लाग्यो अरे मलाई नि बबाल लाग्यो आन्टीको चटपटे पसल चाहिँ को आउनु भएको छ गाइज कमेन्ट गर्नु होला है त ल हाम्रो बाइक स्कुटी चाहिँ बाहिर पार्किङमा छ हामीले चटपटे खाँदैछौँ जान्छौँ एकछिन बस्छौँ अनि जान्छौँ ल गाइज साथीहरू हेर्नु नि त्यहाँ कत्रो ठुलो खाइरहेको त्यो छेपारोले यार सानो छ सिकार भने त्यत्रो ठुलो छ मान्छे छेपारो भने यदि सानो छ उड्न खोजिरहेको छ भाग्न खोजिरहेको छ सकेकै छैन क्या त्यो छोडेन है समातेर राख्यो मुखले पुतली उड्न खोजिरह पङ्खा हल्लाइरह त्यो उड्न खोजिरह त्यो चाहिँ समाधे छ कहाँहरू जान्छु लुडो हुँदैछ टक्क चटपटे खाएर अहिले चाहिँ दाइहरूसँग बसिरहेको मजाले चिसो हावा खाँदै आरामले यो खाना खानु भएको छैन है कसैले पनि ल हान्दै लुडो हान्दै मेरो पालो आइरहेको थियो भोलि भाइ के छ मेरो भाइ स्पिकर चार्ज हुँदैछ हाम्रो टक्क बाहिर भाइ भन न रिल्याक्स पारामा आज सिकाएको थियो कुन चाहिँ के अरे दाइ यस्तो गरी भएको छ कसले सिकाउने साथीले सिकाएको मम्मीदेखि आज चाहिँ 5 वर्षपछि गाइज आज चाहिँ हाम्रो फाइनल्ली दाइ आउँदै हुनुहुन्छ काकाको छोरा मेरो हाम्रो चाहिँ 5 वर्षपछि फाइनल्ली भेट हुँदैछ आज अनि आउँदैछ आइसक्यो भन्दै थियो म चाहिँ बाहिर जाँदैछु अब कस्तो के छ भेटौँ एक्साइटेड छु अलिअलि ल दाइलाई भेटौँ है त गाइज ल वेलकम सिधा आयो हाम्रो चाहिँ हिरो यहाँ
5 वर्षपछि फाइनल्ली भेट भयो बाउ छोराको भेट भयो झम्का भेट भयो बाउ छोराको ब्याट्री ए ल ल ल गरिदेऊ त भाइ आउनु भएछ हेर्नु न ए ठुलो बाबा लाइटर यहाँ छ त्यो त कस्तो चेन्जै भएन रहेछ त आमाले चाहिँ टक्क जेठो नातिलाई आरती गर्दै हुनुहुन्छ आउनु आउनु ल बिस्तारै बिस्तारै आउनु ल यस्तै मनपर्छ केही सुन्दैन आमाले अलि ठुलो छोरी बोल लाउड साउन्ड बाङ्गो भयो टिका बल्दिन पऱ्यो गालामा यस्तो यसलाई त गरिम भयो क्या नेपाल ओइ मोबाइल डन लायो आगो सुइरहेको थियो होइन आमा म त विदेशी होइन है म स्वदेशी हो मलाई त गर्नु पर्दैन यो पनि गाइज कति दिनको 3-4 दिन टुर घुमेर आयो काठमाडौँ यसको चाहिँ फेरि ड्याडी आएर हेर्नु न यहाँ यो पुरै खाँदैछ यहाँले छाना यसको पारा स्वाग हेर्नु न गाइज आज यसको स्वाग हेर्नु न यहाँ छुट्टै छ ओइ त ड्याडीलाई भेटेर कस्तो अनुभव भइरह त्यो बोतल चाहिँ मलाई दिए है सकेपछि मैले धेरै सामान लिएर दसैँमा लिएर छु मैले त खाइदिएँ अति खाएँ तेरो पनि सकाइदिएँ मैले काठमाडौँमा भोलि के भाइ त कति वर्षपछि भेटायो अरे बाबालाई 5 वर्ष देखिस् त कस्तो रहेछ तेरो ड्याडी राम्रो छ ह्यान्डसम छ ह्यान्डसम छैन है तेरो ड्याडी छ साथीहरू हामी चाहिँ आइसक्यौँ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ केक पसल चाहिँ किन आएको भने हामीलाई देखाइदिनु ह्यान्डसम दाइलाई देखाइदिनु ल गाइजहरू हामी केक पसल चाहिँ किन आएको भने भोलि मेरो बुढीको बर्थडे छ अनि आज राति 12 बजे सरप्राइज दिनको लागि केक लिन आएको केक पसलमा उसलाई थाहा छैन चिसो हावा खान जान्छु भनेर हामी झुकाएर आएको केक सेक लिन्छौँ एकछिन चिया खान्छौँ दाजु भाइहरू आज 5 वर्षपछि भेट आएको छ एकछिन चिया खान्छौँ त्यहाँ गएर अनि टक्क त्यही हो है त गाई हेर्दै गर्नु है त्यही त हो त्यो यहाँ चाहिँ आइसक्रिमहरू सानो केक छैन सानो केक त एकैछिन 200-300 जाने ल साथीहरू हामीले चाहिँ हाम्रो भेज हो नि यो केक मैले चुज गरिसकेँ मेरो बुढीको लागि दामी केक छट्ट पारामा यो जुन छ नि माथिको यो यस्तो क्वालिटी कसैले सुनामा दिँदैन ग्यारेन्टी दिन्छु यहाँ छाम्नु यो के हो यो पुरै चकलेट हो अङ्कलको त मिठो हुन्छ दामी हुन्छ सधैँ हामीले यहीँबाट लाने हो तर कसले दामी दामी यति मध्येमा मलाई चाहिँ यो मन पर्यो के लेख्दिनु भन्नुहुन्छ बुढी बुढी स्पेलिङ भन्नु ह्याप्पी बर्थडे बुढी हो अङ्कल ह्याप्पी बर्थडे त लेख्नु पर्दैन होला होइन लेखिदिन्छु ह्याप्पी बर्थडे पनि बुढी पनि ह्याप्पी बर्थडे त स्टेन आउँछ होला नि यो त्यो पनि आउँछ लेख्न पनि ठाउँ छ बुढी मात्रै लेख्नु वाइफी लेख्दिन वाइफ WIFEY त्यो लेखिदिन्छु तपाईँ अब वाइफी वाइफ लेख्नु वाइफी लेख्नु WIFFEY
W डबल एफ आई डब्लु yes डब्लु yes आई होइन अङ्कलले खतरा लेख्नु भएको छ एफ yes फेरि यहाँ जान्छ डबल ए डबल ई गरिदिउँ यहाँ यहाँ चाहिँ एउटा डबल एफ अर्को एउटा एफ लेख्नु न हामीलाई थाहा छैन के है ई वाइ मैले चाहिँ बुढी लेख्नु लागेको केटाहरूले चाहिँ के भन्दैछ ई पहिला चाहिन्छ मिस्टेक भयो त्यसलाई तल जान्दिनँ भयो सब हट्छ न यो पुरै माथि चक्लेट हो सबै नि लेख्छ क्या यो माथि जुन छ नि यो चक्लेट हो यो पेपरले हान्नु ए त्यसैले त भन्छु यो महँगो हुन्छ त्यो साइड पेपरले हान्नु त्यो भएन त्यो मिस्टेक अनि किन वाइ तपाईँले डबल वाइ यो कोरियन त कोरियो बनाइदिन्छु नि अहिले अब IF ई लेख्नु होइन बनाउने मेरो काम हो भयो नि ल अच्छा भयो ल आर्टिस्ट दाजु बनाउँदै हालै साउदी अरबियाबाट ल्याएको आर्टिस्ट भर्खर ल्याउनु भएको नेपालमा लेख्नु लेख्नु एकदम ए इस्माइल हो क्या स्माइली हो वाह खतरा साथीबाट हामी चाहिँ यहाँ अहिले दाजुभाइहरू टक्क केक सेक लिएर चिया खान आएको छौँ चिया खान्छौँ एकछिन अनि टक्क जान्छौँ घरतिर आज सरप्राइज दिनुपर्ने हुन्छ बुढीको लागि बुढीलाई सरप्राइज दिनुपर्ने हुन्छ गाइस हामी चाहिँ क्यारम बोर्ड खान लागेको टक्क अब चाहिँ चिया खाँदै अनि त्यहाँ एसबी गरी गएको बन्द भइसक्यो छ एसबी गरी नै होइन माथि टसमा बसेर माथि बसेर खान मन थियो क्या हावाले चाहिँ त्यसमा बन्द भइसकेको छ अब यहाँ पनि एकछिन बस्छौँ अनि टक्क चिया खान्छौँ हामी जान्छौँ अहिले धेरै कुराहरू चेन्ज भइसकेको मैले 40,000 ओइ दङ कति या त्यसमा 40 कति छ तपाईँसँग कति सबभन्दा कम लिनु 40 25 5 30 10 40 ल ओइ राख्छु 40 के गुल्ली हो क्या माथि फर्म के त कस्तो फर्म ए खै फर्म यो त अर्कै चाहिँ ओइ त राखे 40 साँडा हाँसिरहेको अब आइयो कि हामी चाहिँ रेडी भइसक्यो सरप्राइजको लागि बेलुन चाहिँ हुन्छ रेडी भइसक्यो 12 बज्न लागिसक्यो खानामा बेलुन Happy birthday to you, Bude. छैन Happy birthday to you. Happy birthday, dear Zoo. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Baozu. Happy birthday to you.
तेरो मलाई पनि हाल्नु आएर This happy birthday. ल दाइ बर्थडेमा के भन्नु छ तपाईँलाई दाइ बर्थडेमा के भन्नु छ भाउजूलाई के भन्नु छ बर्थडेमा ल भनिदिनु अनि निकी ब्रोलाई के भन्नु छ बर्थडेमा आज निकी ब्रो अभी आफै खाइदिने त्यस्तो भन्नु छ सिधा कुरा जनतासँग के भन्नु छ आज बर्थडेको दिनमा भाउजू आज बर्थडेको दिनमा के भन्नु छ ल धेरै धेरै खुसी लाग्यो देवर बाबुले यहाँ सरप्राइज दिनुभएको नानीले सनिसा नानीले निकी सन्ताले सोचेको थिएन हजुर खाली हो क्या आयो म खानु पर्यो तर के भन्छ आज भाउजू त्यति हो 20 वर्ष पुगेर 21 वर्ष लाग्यो बल्ल धेरै बुढी भएन 1 वर्ष बुढी भयो अहिलेभन्दा धेरै बुढी हुनु हुँदैन अर्को वर्ष बर्थडे है त के भन्नु छ भाउजूलाई बुढीलाई आज के भन्नु अब के भन्नु बस्या बस्ने मान्छेलाई सुतेको दिने अरे भाउजू दाइले मलाई आज कहाँ उता जाने होइन भनेको भाउजू सब भयो लाउँदैन बल्ल के लिएर आउनु पर्दैन भनेको नि त केक सेक पनि हो र भनेको दाइले कस्तो बसेर खाउँ आज भन्दै नि यस्तै भयो साथीहरू बुढीको सरप्राइज बर्थडे चाहिँ अब भोलि बिहान भोलि चाहिँ अर्को बर्थडे हुन्छ अर्को बर्थडे यो 12 बजेको बर्थडे अब यो भोलि अर्को ब्ल्याक फरेस्ट बर्थडे होइन र म तिमी के भन्न चाहन्छस् ब्ल्याक फरेस्ट चाहिँ नाक कस्तो साइको बनायो ब्ल्याक फरेस्ट निकी ब्रो व्हाट डु यु वान्ट टु से नाक पर्दैन नाकको पाल ल्याइहाल्यो अनि यहाँ भोलि चाहिँ पाके कि पनि हेर्नु होला भिडियो चाहिँ कन्टिन्यू हेर्नु साथीहरू हेर्नु न दामी माछा हेर्नु माछा हेलो साथीहरू ल हेर्नु त हाम्रो घर अगाडि चाहिँ बलाल पानी परिरहेको छ देखेर होइन हाम्रो गाउँतिर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ वाइल पानी परिरहेको छ हाम्रो घर अगाडिबाट चाहिँ सब पानी यता उहाँबाट पनि तलतिर बगिरहेको छ रोडको जति पनि उहाँ चोकदेखिको पानी यहाँ आउँछ कि थाहा थियो यार अनि सब यो मेरो त्यहाँको सब बगाएर लगिसक्यो हेर्नु न त्यहाँबाट ढलान गरेर बनाएको छ क्या बाटो सब बगाएर लगिसक्यो त्यहाँबाट बाइक स्कुटी नै चढ्दैन माथि त्यत्रो गहिरो भइसक्यो बगाउँदा यार यतातिर यी सब पानी तलतिर जान्छ तल जान्छ पानी डेन्जर भइरहेको छ मौसमको स्थिर मौसम भइरहेको छ अहिलेतिर पानी यत्तिकै पऱ्यो भने दिनभरि हाम्रो उताको कुरा पुरै डुबाउँछ पानी यत्तिकै परिराख्यो भने उताको कुरा पुरै हाम्रो डुबाउँछ गाई उताको हाम्रो बाटोको सब बगाउँछ यता पनि बढ्दै आइसक्यो हेर्नु नि त्यहाँ अहिले पुरै खोला नै हुन्छ क्या यहीँ घर अगाडि पुरै खोला हुन्छ क्या अहिले हेर्नु यहाँ कति धेरै बगेको छोडेर पानी परेको हेर्दैछन् यस्तो उहाँ पारेर हेर्दैछन् खोला बगिसक्यो ल खोला बगिसक्यो हेर्नु त डेन्जर खोला बग्छ क्या यहीँनिर
हाम्रो घरको छेउमै खोला बग्छ छोराले चाहिँ डेन्जर हेरेर अचम्म मानेर हेरेको छ क्या पानीमा देखेर फेरि फेरि आज चाहिँ गाइड नेक्स्ट डे भइसक्यो अनि हिजो राति बिहान बुढीलाई सरप्राइज दिएर चाहिँ पुरै सक सक्यो तपाईँहरू देख्नु भयो के भयो होइन हाम्रो केक Everyone, it's my birthday. अनुहार बिगारेर नाचिरहेको बुढाबुढी सल्लाह गरेर साथीहरू नेक्स्ट डे भइसक्यो आज चाहिँ हिजो राति बुढीलाई सरप्राइज दियो बाबा सरप्राइज दिएको तपाईँहरूलाई भन्ने बाँकी चाहिँ यहाँ अहिले मैले भनिदिन्छु एकछिन भन्दैन त्यही सक्नुहुन्छ रेडी भइसक्यो मेरो बुढी चाहिँ म पनि रेडी भइसक्यो आज चाहिँ बुढीको बर्थडे एकदम स्पेसल छ यो वर्ष चाहिँ एकदम स्पेसल छ किनभने बर्थडे त सधैँ आइरहन्छ होइन रमाइलो पनि सधैँ भइरहन्छ अर्को ब्लगर केक पनि सधैँ काटिरहन्छ यता अर्को ब्लगर होइन यो वर्ष चाहिँ मैले सेलिब्रेटी हो क्या ल है दाजुभाइ ब्लगर त्यस्तै फिल भयो मलाई अनि गाइस बुढीको बर्थडे चाहिँ सधैँ आइरहन्थ्यो सधैँ रमाइलो गरिरहन्थ्यो सधैँ केक काटिरहन्थ्यो आज चाहिँ हामी स्पेसल छ क्या यो वर्ष चाहिँ किनभने अब केक त सधैँ काटिरहन्थ्यो हरेक वर्ष रमाइलो गर्थ्यो केक सेक काट्थ्यो मायाल गर्थ्यो होइन आज चाहिँ यो वर्ष चाहिँ स्पेसल बर्थडे किनभने हाम्रो यहाँ पाहुना हाम्रो छोरा यो बर्थडेमा मम्मीको फर्स्ट बर्थडेमा छोरो यता आउनु हजुर मम्मीको फर्स्ट बर्थडेमा आज छोराले केक खानु अनि यो बर्थडे चाहिँ एकदम स्पेसल हो हाम्रो छोराको फर्स्ट बर्थडे अहिलेसम्म बुढीको बर्थडेमा छोरो थिएन अहिले चाहिँ छोरो छ अनि रमाइलो लागेको छ यसपालिको बर्थडे चाहिँ छोरो भएको भएर एकदम बवाल भएको छ गाइस मजा छ मजा इन्जोय हो कि मलाई त के कसो ल गाइस अहिले एकछिन भेटौँला बाई बाई ल हामी केक काट्ने बेला भेट्छौँ है त छोरोलाई गाह्रो भयो रुन लाग्यो त्यो उयो के अरे के चाहिँ खाना पाउँदैन हेर्न चुकाएर हो Happy birthday, PK भाइ को birthday. कस्तो हामी के फेरि ठिक
भिडियो बना भयो भने लजाएर को चाहिँ यहाँ नयाँ कपडा ऊ भागे नि कटुला यहाँ ए मन्दिर आने बिहे ठुलो कुरा खाइदिएको मैले त्यहाँ मुनि जसो छाने तिमीले दिले छाने अनि को बितान के रे यस्ता चाहिँ बाउले भेल्ला भने हैन सोध्नु त्यसलाई गएर किन नारेन अफिसलाई नो फर्म भन्नुपर्छ फर्म रहेछ बेसी अलिकति के छोरालाई पनि लागेको छ मैला हैन लिङ्की दाइले अनि लिङ्की लगाइदियो मात्र मैले यस्तो चल्नु मैले भने बुढाले सिङ्गो दाइ अचानक हमला हुआ था गाइस अचानक हमला हुआ था Bro, happy birthday! Look at you, bro! Bro, happy birthday! Look at you, यो अस्तिको के गर्दा हिजोको के गर्दा आप साथी बिहे भाइ 10 मिनट खराइस तुम्हारा 10 मिनट खराइस तुम्हारा कानमा हाल्ने मुखमा अब एकचोटि दल हेर्नु खुएर आउँछ दल हेर्नु खुएर आउँछ ध्यान सुन ओइ काममा चाहिँ गरेको छ्या को गएको बाथरुममा कस्तो देखा नदेखाउने निकी दाइ कस्तो लाग्यो आजको बर्थडे आमा कस्तो टेन्सन हाँस्नु भयो नि बाहिर बसेर अघि नै रोहन दाइ र म त उहाँ रोड छेउमा आमा रमाइलो भयो बुहारीको बर्थडे नातिनी बुहारीको बर्थडे
आमा छुने हैन आमा कस्तो टेन्सन आएको छ आएर हाम्रो चाहिँ गाइसहरू केपी ओलीको लागि दह्रो आन्दोलन भइरहेछ है उड्केन दाइ लाइभमा आउँछु दाइ त्यतिकै जाऊ त भर्खर आएँ म बवाल भएछ है पछ्ले आमा पनि यो चाहिँ गाइस के को आन्दोलन हो रे यो आन्दोलनै के को विषयमा भइरहेछ यसलाई थाहै छैन यस्तो मान्छे छ यो हरामी मान्छे होइन भन्नुहोस् होइन कारण थाहा न भए जस्तो गरेको हो त्यसलाई माफी पाउँ गाइस मेरो छोरो चाहिँ सुत्नु भइरहेको छ त्यो हामी चाहिँ बाउ छोरा उठिसक्यो अब हामी बाहिर जाने र्याली आइरहेको छ छोरोलाई देखाइदिन्छु ल हाम्रो मिस्त्री भाइ चाहिँ आयो मेन आन्दोलन परिवर्तन हो यो परिवर्तन हो यो आन्दोलन से नो टु करप्सन ठिक छ खाजा खानु त हेलो मैले अघि भर्खर उठेको त खानै भएन कि ठिक छ उठेर लाइभ हेर्दै बसिरहेको उठ्ने बित्तिकै बुहारीले देखाइरह्यो म निस्किन्छु ल हस् त हस् हुन्छ खोइ त उड्केन दाइहरू आम्मा के हो अझै पो आउँछ त यार हो र ए अझै छ मान्छेहरू यार पत्ले आएको मात्रै मान्छे यत्रो धेरै पत्ले आएको मात्रै यति धेरै मान्छे अझै निस्किया छैन सबैजना सक्यो र्याली चाहिँ सक्यो हाम्रो पछाडिबाट आउँदैछ अलिअलि र्याली यो गाडी चाहिँ के हो यो बडीगार्ड हो क्या हो सक्यो हाम्रो र्याली हो र लगाएपछि पत्लाएको चाहिँ
अहिले देखेर दृश्य हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदम भयानक दृश्य भइरहेको छ पत्लायामा पत्लायाले आज खतरा रूप लिएको छ होइन दाइ यो धेरै वर्षपछि ठिक छ दाइ प्रचण्डलाई सबलाई स्वाहा गरिदिरहेको छ आन्टीले दियो आन्टीले दियो ल जाउँदै एकदम शान्ति पाराले गऱ्यो भने भाइ हाम्रो दियो एकदम शान्तिपूर्वक आन्दोलन भयो कसम किनभने भाग देखेर तर्सेको त्यसलाई दुईचोटि भात पकाएको होइन दाइ मासु भात म पनि ट्रकमा हिँड्छु होइन गोली केटाहरू भात छ नि यति यति हालिदिनु थाल्यो भरिमा केटाहरूले पनि त्यति नै खाँदो रहेछ त्यो ट्रकमा जाने बेला मैले भात फाल्ने कि केटाहरूमा पाक्यो हाम्रो चाहिँ गोलीबारी चटपटे बनाउँदैछ आज र्यालीमा हिँडेर पुरै थकित भएर बसेको छौँ हामी चाहिँ यहाँनिर होइन होइन भाइ मसला हालेर अर्को झो केपी ओलीलाई कहाँ बस्छु त्यहाँ नबस्नु त बहिष्कार गर्ने र्याली त्यहाँ तातो भाग नआउँछ त्यहाँनिर उठ्छ मामा हुनुहुन्छ यहाँ पाक्यो पाक्यो होइन दाइ हुनुहुन्छ यहाँ दाइ र्यालीमा हिँडेर कस्तो लाग्यो त आज र्यालीमा हिँडेर एकदमै राम्रो पनि लागिरहेछ है तर नराम्रो चाहिँ के कुरामा लागिरहेछ भन्दाखेरि अघि हालमै थाहा पायो 32 जनालाई चाहिँ त्यहाँ संसद भवनभित्र चाहिँ मारिएर राखेको खुलासा भएर त्यो मान्छेको त्यो केटाकेटीहरूको लास देखेर चाहिँ एकदमै नराम्रो लागिरहेछ त्यही हो राम्रो पनि लागिरहेछ नराम्रो पनि लागिरहेछ तर राजीनामा दिनु मात्रै यो समस्याको समाधान होइन होइन त्यत्रो जनालाई त्यसले चाहिँ एउटा कुकुरले पनि नपाउने दुःख चाहिँ पाउनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो प्लस त्यसको सम्पत्तिहरू सबै छानबिन हुनुभयो के गर्नुपर्छ भन्दाखेरि त्यो एकदम त्यो बिगाउनु पर्छ कि त्यो बोलिराखेर के भन्छ त्यसलाई अब यो शहीद हुनेहरूलाई पनि त धेरै त्यसको सम्पत्तिले त केही न केही गर्नु पर्यो नि त होइन शहीद हुनेहरूलाई त अभियसली केही न केही गर्नै पर्छ यो त भन्ने कुरा होइन यो त गर्नै पर्छ सानो सानो बालबालिकाहरू मरे नि कुराहरू धेरै छ साथीहरू कुरा धेरै लामो छ साथीहरू होइन हामीले कुरा दाजुभाइहरू बस्दैछौँ गर्छ खाँदैछौँ रमाइलो गर्दैछौँ रक्सी खाएको ठाउँमा आगो देखेँ कि घर गइहाल्यो चिकन रेडी भइसक्यो मैले बाउ भएको ठाउँमा जा गएर के भयो त त्यो बाउ चेन्ज भयो कि त्यो के चेन्ज भयो भने त केही चेन्ज भयो नि हेर्नु नयन हेर्नु 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 भुट्टै आउँछ त फेरि बाबु नकल रुचा